के यो महिलाहरूको बारेमा तपाईहरुलाई थाहा छ? बुढेसकालमा पनि एकदम कपाल धेरै बढी राखेर गिनिज बुकमा नाम लेखाउनु भएको छ उहाँले हैन। तपाईले गुगल सर्च गरेर हेर्नुभयो भने उहाँको नाम देखिन्छ। सो यो कसरी हुन सक्छ भन्दा यो सब राइस वाटरको कारणले हो। सो हजुरहरुले पनि राइस वाटर चाहिँ बनाएर तपाईले चाहिँ एप्लाई गर्नुभयो भने तपाईको कपाल चाहिँ एकदमै धेरै साइनी एन्ड सिल्की हुन्छ। कि तपाईको 90% तपाईको कपालहरु चाहिँ ड्यामेज भइसकेको छ, यस्तो भएर एकदम हुन्छ नि चिक्रिक्क परेको, एकदम हाँगा फाटेर है त्यस्तो भएको छ। त्यस्तो हो भने पनि तपाईले राइस वाटर युज गर्नुभयो भने तपाईको कपालमा एकचोटी एप्लाई गर्दा नै तपाईको पक्कै पनि चेन्ज देख्न सक्नुहुनेछ। चामल धोएको पानीलाई चाहिँ तपाईले फ्याक्ने गर्नु भएको छ, त्यसैले त्यो गल्ती चाहिँ कहिले नगर्नु साथीहरु। बिरुवालाई बोट बिरुवालाई हैन यति राम्रो गर्छ है, तपाईले अब कुरै छोड्दिनु हैन, एकचोटी युज गरेर हेर्नुभयो भने। नमस्ते साथीहरु, आज पनि आइसकेको छु मार्को भिडियो लिएर, न्यू डे न्यू भिडियो लिएर। धेरै पछि मैले अर्को भिडियो सुरु गरिरहेको छु। हजुर आउनुहोस्, मैले आज चाहिँ राइस वाटरको बारेमा भिडियो बनाउन गइरहेको छु र मैले पनि एप्लाई गरेको हजुरहरुलाई मैले शेयर गर्न गइरहेको छु। तर मैले एकदमै धेरै राइस वाटरको बारेमा रिसर्च गर्दाखेरि चाहिँ यति धेरै बेनिफिटहरु पाए मैले चाहिँ हैन। देख्न सक्नुहुन्छ हाम्रो कपालको लागि, स्किनको लागि एकदमै धेरै राम्रो फाइदाजनक हुन्छ राइस वाटर चाहिँ। सिम्पल हाम्रो घरमा हामी बिहान बेलुका खाना खान्छौं, त्यही चामलको हामीले राइस वाटर बनाएर हाम्रो कपालमा अरु केही एप्लाई नगरिकन त्यही बस राइस वाटर मात्रै युज गर्यो भने पनि हाम्रो कपाल ड्यामेज भएको, हाम्रो ग्रो हुन रोकिएको, झर्ने कपाल एकदम हुन्छ नि, हाम्रो रुटहरु कमजोरी भएर कपाल झर्ने प्रब्लमहरु सबै यो राइस वाटरले चाहिँ राम्रो काम गर्छ क्या है। तपाईले कति महँगो क्रीमहरु, तपाईले ट्रिटमेन्ट क्रीमहरु हुन्छ नि, कपाल एकदम ड्राई भयो भनेर तपाईले हाँगा फाट्यो भनेर चाहिँ तपाईले एकदम महँगो क्रीमहरु, ट्रिटमेन्ट क्रीम देखि लिएर कन्डिसनर क्रीमहरु युज गरिराख्नु भएको होला। के थाहा छ तपाईलाई राइस वाटरले यति राम्रो काम गर्छ भनेर? यदि थाहा छैन भने आजको भिडियो तपाईको लागि हुनेछ। सुरुदेखि अन्तिमसम्म हेरेर भिडियोको फाइदा लिन हुन पनि अनुरोध गर्छु। हजुर आउनुहोस्, त्यसो हो भने तपाईको ड्यामेज भइरहेको छ, एकदम तपाई निराश हुनुहुन्छ भने सिम्पल बिना खर्च हैन, कुनै खर्च बिना तपाईले हैन घरको चामल, हामीले खाने रात दिन खाने चामल युज गरेर तपाईको कपाल एकदम हेल्दी अनि साइनी बनाउन हुन चाहिँ अनुरोध गर्छु है त। तपाईले यदि कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ, यदि न्यू हुनुहुन्छ भने पक्कै पनि एक सब्स्क्राइब गरेर बेल आइकनमा पुश गरिराख्नु भयो भने चाहिँ मेरो अन्य फ्युचर भिडियोहरु पनि तपाई समक्ष आउनेछ। यदि तपाई पुरानो हुनुहुन्छ भने चाहिँ पक्कै पनि मेरो भिडियोलाई एक लाइक, कमेन्ट अनि शेयर गर्न नभुल्नु होला भन्दै आज चाहिँ मैले मेरो भिडियो सुरु गर्न गइरहेको छु। राइस वाटरले चाहिँ के गर्छ त भन्ने तपाईलाई त्यस्तो लागिरहेको होला हैन। राइस वाटरमा चाहिँ प्रोटिन हुन्छ है, एकदमै धेरै हाम्रो कपालमा चाहिने, हाम्रो फेसलाई चाहिने प्रोटिन चाहिँ राइस वाटरमा हुन्छ। सो एकदम हामीलाई फाइदा गर्छ हैन। एकचोटी अब तपाईले हुन्छ नि कति महँगो क्रीमहरुलाई पनि फेल खुवाइदिन्छ का सिम्पल तरिकाले। अब तपाईको धेरै नै ड्यामेज भइसकेको छ भने हप्तामा 2 चोटी युज गर्नुस् हैन। 2 चोटी राइस वाटर बनाएर मजाले स्प्रे गरेर चाहिँ स्प्रे बोतलमा हालेर मजाले स्प्रे गरेर चाहिँ आधी घण्टा छोडेर वाश गर्नुभयो भने कुनै झन्झटिलो पनि छैन, सिम्पल छ हैन। तपाईले हप्तामा 2 चोटी युज गर्नुभयो पनि हुन्छ। यदि अब अलिकति ठिकैको छ भने पनि हप्तामा 1 चोटी र 15 मा 1 चोटी तपाईले गर्नुभयो भने यति तपाईको कपालमा चेन्जेस आउँछ हैन। साइनी हुन्छ के तपाईको एकदम कपालमा साइनी हैन, सिल्की हुन्छ के, एकदम झाडो जस्तो कपाल पनि सिल्की साइनी हुँदै एकदम हेल्दी हुन थाल्छ के है। एकैचोटीमा त अभियसली पनि हुँदैन, तर 1-2 महिना हुन्छ नि, तपाईले 3 महिना जति रेगुलर यसलाई कन्टिन्यू गरेर गर्नुभयो भने यति राम्रो चेन्ज आउँछ है। तपाई नै मक्ख पर्नुहुनेछ साथीहरु है। एकचोटी अब यसलाई चाहिँ मैले आज चामल यो हुन्छ नि राइस वाटरलाई चाहिँ 3 तरिकाले चाहिँ मैले बनाउने हुन्छ नि बनाएर युज गर्न गइरहेको छु। नम्बर 1 मा छ हैन 3-4 चम्चा चामल लिने, त्यसपछि यसलाई वाश गर्ने अनि होल नाइट 2 गिलास जस्तो पानी हालेर चाहिँ होल नाइट
यसलाई छोपेर मजाले भिजाइराख्ने हैन। आफ्टर मर्निङ तपाईले मजाले यो पानीलाई चाहिँ अब तारेर हैन छान्नीमा तारेर पानी मात्रै छुटाएर स्प्रे बोतलमा हालेर चाहिँ मजाले स्प्रे गर्नुस् तपाईको रुटमा हैन। अनि लेन्थमा सबै ठाउँ तपाईले स्प्रे गरेर चाहिँ छोड्नु भयो, आधी घण्टा छोडेर तपाईले वाश गर्नुस् हैन। सिम्पल क्या, तपाईको कपाल त यसै पनि चेन्ज आउँछ, देख्न सक्नुहुन्छ है। मेरो कपाल मैले सिम्पल राइस वाटर युज गरेर आधी घण्टा पछिको वाश गरेपछिको मेरो कपाल सिल्की एन्ड साइनी भइसकेको छ। त्यसपछि चाहिँ तपाईले सेकेन्ड तरिका चाहिँ अलिकति अब 24 घण्टा जतिको यसको प्रोसेस छ हैन, लगभग 24 घण्टा जतिको प्रोसेस, लामो प्रोसेस भए पनि तर एकदम बेनिफिट छ क्या, एकदम फाइदाजनक छ हाम्रो कपालको लागि चाहिँ। अलिकति अब बिना खर्च हाम्रो कपालमा केही हुन्छ भने गरौँ न त एकचोटि भनेर तपाईले यो ट्राई गर्नु भने यो अझै राम्रो हुन्छ क्या, अझै बेहतरिन तरिकाले यसले काम गर्छ। सो यसलाई बनाउने त बट्टामा बटुकामा चाहिँ राख्नुपर्ने हुन्छ हैन। अनि मजाले छोपेर यसलाई छोडिदिनुस्। त्यसको भोलिपल्ट मर्निङ यस्तैमा हैन हेर्नुस् हैन, होल दिनभरि पनि छोडिदिने, होल नाइट पनि छोडिदिने र 2 दिन पछि चाहिँ यसलाई फर्मेटिङ भइसकेको हुन्छ क्या। चामलको रसलाई चाहिँ राइस वाटरलाई चाहिँ फर्मेटिङ गर्ने क्या, मजाले फर्मेटिङ गरेर चाहिँ यसले चाहिँ झन् यति धेरै कपालमा चाहिँ हाम्रो कपाललाई चाहिँ फाइदा गर्छ है। त्यस पछाडि चाहिँ अलिक स्मेल चाहिँ आउँछ तर हाम्रो कपालको लागि चाहिने प्रोटिन चाहिँ यसमा छ क्या साथीहरू। यति राम्रो फाइदा गर्छ हैन। तपाईले यसरी पनि जस्तै 24 घण्टा पछि चाहिँ सेम स्प्रे बोतलमा हालेर मजाले स्प्रे गर्नुस् हैन। अब तपाईले वालवाली खनायो भने त अब खेरै जान्छ नि त, त्यत्रो 24 घण्टा यस्तै हामीले प्रोसेस गरेर बनाएको। अनि स्प्रे बोतलमा हालेर मजाले तपाईको जरामा लेन्थमा सबै ठाउँ राखेर आधी घण्टा जति पछि वाश गर्नुस्। त्यस पछाडि तपाईको कपालको देख्न सक्नुहुन्छ यति राम्रो सिल्की साइनी हुन्छ हैन। आफ्टर द्याट थर्ड प्रोसेस चाहिँ के छ भन्दा सिम्पल चामल लिनुस्, धुनुस् अनि होल नाइट छोडिदिनुस् हैन। 2 कप 3 कप जति पानी हालेर होल नाइट छोडिदिनुस् हैन। त्यस पछाडि भोलिपल्ट चाहिँ तपाईले एउटा प्यान अर तपाईले एउटा दिउरे हैन हुन्छ नि, एउटा भाँडो लिएर चाहिँ त्यसमा अलिकति अब हामीले खानाहरू पकाउँदा भन्दा अलिकति बढी पानी हालेर चाहिँ 3 कप जस्तो अब हामीले 2-3 चम्चा जति चामल लिएको छ भने चाहिँ 3 कपै जति पानी हालेर मजाले 20 मिनट जति पकाइदिनुस्। त्यो भिजिसकेको हुन्छ, त्यही पनि त्यसलाई पकाएर अझै त्यसले छोड्नुपर्ने राइस वाटरमा अझै न्युट्रिसन, राइसले छोड्नुपर्ने न्युट्रिसन अझै धेरै त्यहाँनिर चाहिँ आउँछ क्या, एब्जर्ब हुन्छ, छोड्छ हैन। त्यस पछाडि त्यसलाई सेलाउनु दिनुस्। सेलाइसकेपछि चाहिँ त्यसलाई पनि स्प्रे बोतलमा हालेर चाहिँ मजाले तपाईको कपालमा स्प्रे गर्नुहोस्। अनि आधी घण्टा पछाडि कपालमा रुटमा हैन सबै ठाउँमा तपाईले स्प्रे गरिसकेपछि चाहिँ आधी घण्टा पछाडि चाहिँ वाश गर्नु भएपछि तपाईको कपालै यति धेरै फाइदा छ हैन। तपाईले अब ओइल मसाजहरु पनि गरिराख्नु भएको छ भने पनि केही छैन, ओइल मसाजमा नै पनि राइस वाटर युज गरेर चाहिँ माथिबाट अझ ओइल मसाज गर्नु भएको छ, ओइल राख्नु भएको छ भने पनि राइस वाटरले फेरि स्प्रे गरेर छोडेर चाहिँ अनि वाश गरे भने चाहिँ झन् डबल फाइदा हुन्छ हैन। मैले चाहिँ यो राइस वाटर मात्रै युज गरेको छु हैन, अन्य तपाईले हुन्छ नि क्यास्टर ओइल अनि ओलिभ ओइलहरु मिक्स गरेर भिटामिन ई को क्याप्सुलहरु मिक्स गरेर यो राइस वाटरमा राख्नु भने अझै धेरै डबल बेनिफिट हुन्छ हैन। सो हजुरहरुलाई चाहिँ यो तरिका कस्तो लाग्यो एकचोटी अपनाएर हेर्नुस् हैन। तपाईलाई यदि मन पर्यो र यदि तपाईलाई यो मेथडले तपाईको कपाल हेल्दी भयो, ग्रोइङ भयो हैन, तपाईको हाँगा फाट्नु त्यो जिक्रिक्क भएको झाडु जस्तो कपाल चाहिँ सिल्की साइनी भयो भने भिडियोको मुनि कमेन्टमा आएर अवश्य पनि कमेन्ट गर्नु होला। यदि मन पर्यो भिडियो भने तपाईलाई कस्तो लागिरहेको छ हैन। मेरो आफ्नो चाहिँ एकदमै राम्रो काम गरेको छ हैन। मैले पनि अब यो एप्लाई गरेको 1-2 चोटी एप्लाई गर्दाखेरि नै मेरो चाहिँ यति चेन्ज देखियो साथीहरु हैन। तपाईले पनि एकचोटी युज गरेर हेर्नुस् र मेरो आफ्नो एक्सपिरियन्स हजुरहरुलाई मैले सधैं पनि शेयर गर्ने गरेको छु हैन। आफूले एप्लाई गरिसके पछाडी चाहिँ मेरो आफ्नो एक्सपिरियन्स चाहिँ हजुरलाई शेयर गर्ने गरेको छु। यदि हजुरहरुलाई भिडियो मन पर्यो भने पक्कै पनि एक सब्स्क्राइब गर्न चाहिँ बिर्सिनुहुन्न होला। अनि लाइक शेयर एन्ड सब्स्क्राइब भन्दै भिडियोबाट बिदा हुन्छु। नमस्ते।